होलीमा यो सबै हुन्छ भन्ने कुरा चाहिँ मैले विश्वास गरेको थिएन क्या। हेलो एभ्रिवान, इट्स मी ममता। अनि आज होली हो स्पेसल्ली। यसै पहिलेको भिडियो, तर मैले आज भोइस ओभर गर्दैछु होलीको दिनको। म उठ्नुभन्दा अगाडि यहाँ होली खेल्ने मान्छे आइसकेछन्। म उठेँ, फ्रेस भएँ, तातो पानी खाएँ, चिया खाएँ। त्यसपछि हामी गयौँ झर्कामा होली खेल्न। होइन नि, फेरि झर्का गएको। आज चाहिँ मौसम अलिक कालो कालो छ, जाडो लागेको छ। अनि म चाहिँ कहिले कर लगाइदिन्छन् कि भनेर पुरै ढोकेर गएको थिएँ। होली हो नि, जति भयो भने अब आफू चाहिँ समाधान हुनु पऱ्यो। मलाई मनै पर्दैन होली। अनि हामी चाहिँ बारीमा गयौँ। हामी के भनेर गएको थियौँ भनेपछि कोही नआएपछि चाहिँ अनि अलिकति हल्कासँगले अनि त्यसपछि चाहिँ घर जाने भनेर आएको थियौँ। बारीमा गएपछि त गाउँको मान्छेभरि होली नखेलेर बारीमा गएको छन्। अनि होली खेल्दै कोही त छन्। अनि यो ठुलो मम्मी आउनुभएको थियो, मलाई लगाइदिन्छु टिका भनेर। म चाहिँ भागेको थिएँ। के भनेर जानुभएको छ, पकेर तँलाई बैचाको महिना भेटाए भए पनि जहाँ भेटाउँछ त्यही होली लगाइदिन्छु भनेर जानुभएको छ क्या, पुरा धम्की दिएर। के गर्ने गाइस, मेरो हात अलि जखम भएको छ, त्यही भएर मैले टालोसालो बाँधेर उखेलेँ। अनि मेरो बहिनी चाहिँ नास्ता लिएर आई। आज हामी चाहिँ रोटी नखाएर आएको थियौँ, किनकि अब जाने भनेर। त्यही भएर मैले चाउचाउ ल्याइदिएँ भने अनि मम्मीले चाहिँ अलिकति रोटी ल्याइदिन्छ। अनि फेरि म बहिनी सबै मिलेर चाहिँ उखेल्यौँ। अनि उसलाई पनि ठुलोमा आएर टिका लगाइदिन्छु भन्नुभएको थियो नि। उसले चाहिँ लगाइ पक्कर यसले लगाएछ कि त लगाएछ नि, पक्न तँलाई भनेर उहाँको बुहारीले पनि उहाँले पनि धम्का दिएर जानुभएको छ नि। अब हाम्रो घर चाहिँ मेनमा, अब घर कसरी जाने भन्ने कुरा चाहिँ अहिले डर लागेको छ। किनकि बाटोको मेन रोडमै छ, यदि गएपछि चाहिँ कोही रहेछन् भने के गर्ने भन्दै सोचेर गएको थिएँ। कोही पनि रहन्छ क्या। अनि खेल्दै रहिन्छ। अनि माथिबाट पछाडि चाहिँ यस्तो बगालो आएको थियो। म त ढोकासोका लागेर बेत्त बसेँ, हजुर